आज हामी स्पम फ्रिजिङ गर्न गइराखेको छौँ। स्पम फ्रिजिङ गर्नको लागि चाहिँ सबैभन्दा सुरुमा हामीलाई मिडिया चाहिन्छ, सेन्ट्रिफ्युज गर्नको लागि, अनि सिमेन्ट स्याम्पल चाहिन्छ र हामीलाई स्पम फ्रिजिङ मिडिया चाहिन्छ, जुन हामीले अगाडि नै राखिसकेको छौँ। यिनीहरूलाई चाहिँ हामीले एटलिस्ट मिनिमम पनि 20 मिनट्स हामीले वार्मरमा राख्नुपर्ने हुन्छ। स्पम फ्रिजिङ गर्नको लागि सबैभन्दा सुरुमा चाहिँ हामीले सिमेन्ट एनालाइसिस गर्नुपर्ने हुन्छ। सो एनालाइसिस हामीले गरिसकेको छौँ। एनालाइसिस गरिसकेपछि चाहिँ हामीले सिमेन्ट स्याम्पललाई अघि राखेको मिडियामा माथिबाट राखिदिन्छौँ र यसलाई मजाले मिक्स गर्छौँ। अघिको स्याम्पललाई हामीले मिडियामा मिक्स गरिसकेको छौँ र अब चाहिँ यसलाई सेन्ट्रिफ्युज गर्नको लागि हामीले 10 मिनट छोडिदिन्छौँ। सिमेन्ट स्याम्पललाई सेन्ट्रिफ्युज गरेको 10 मिनट भइसकेको छ र अब हामी पुनः हेर्न जाँदैछौँ। सेन्ट्रिफ्युज गरिसकेपछि चाहिँ यो यस्तो प्यालेट फर्म हुनुपर्ने हुन्छ। सेन्ट्रिफ्युज गरिसकेको स्याम्पलबाट चाहिँ अब हामीले प्यालेटलाई छोडेर सुपरनेटेन्ट फाल्न गइरहेको छौँ। सुपरनेटेन्ट फाल्दाखेरि चाहिँ हामी एकदमै ध्यान दिएर फाल्नुपर्ने हुन्छ। यसमा हामीले सबै नफाल्ने 1 ml 0.5 ml to 1 ml चाहिँ हामीले छोडेर फाल्नुपर्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ प्यालेट पनि छ र यसमा हामीले 1 ml सुपरनेटेन्ट छोडिएको छ। अब यसलाई हामीले मिक्स गर्नुपर्ने हुन्छ। यसलाई मजाले मिक्स गर्नुपर्छ। यो स्याम्पललाई हामीले मिक्स गरिसकेको छौँ र अब हामी यसमा चाहिँ अघि राखेको स्पम फ्रिजिङ मिडियालाई राख्छौँ। यसलाई चाहिँ हामीले राख्ने बेलामा थोपा थोपा गरेर राख्नुपर्ने हुन्छ। अघि मिक्स गरेको स्याम्पललाई चाहिँ अब हामी सानो क्रायोफाइलमा सिफ्ट गर्न गइराखेको छौँ। सिफ्ट गर्दाखेरि हामीले इक्वल पार्टमा यिनीहरूमा राखिदिन्छौँ। अघि मिक्स गरेर सिफ्ट गरेको स्याम्पललाई चाहिँ अब हामी एकछिन नाइट्रोजनमा राखिदिन्छौँ। अघि हामीले नाइट्रोजनमा राखेको स्याम्पललाई केही बेर राखेर अब निकाल्दैछौँ। अघिको स्याम्पललाई हामीले नाइट्रोजनबाट निकालिसकेपछि क्रायो स्ट्यान्डमा राखिरहेछौँ। क्रायो स्ट्यान्डमा राखिसकेपछि चाहिँ हामीले यसलाई लेबल गरेको हुन्छौँ। सो त्यसले गर्दाखेरि हामीलाई यो चिन्न सजिलो हुन्छ। अब यसलाई हामीले यसमा राखेर क्रायो क्यानमा राखिदिन्छौँ।